आज बिहार बोकिन्छ बिहार बोक्छस् त आज आइज त के गर्छ थारूको पाला नामको मात्र थारू है तर रियल थारू है। अब चाहिँ ट्र्याक्टरले जोत्नु सुरु भइसक्यो यतातिर थोरै खानुहुन्न नि अलि राम्रो भयो अब देखाउनुपर्छ के देखायो भात खानु पाउँछु कस्तो मासु ठिक थियो रोस्टा खानु पर्यो यहाँले यस्तो हड्डी त फाल्नु भएन नि चपाइ चपाइ खानुभयो हतिया खायो क्या भात हो खानुलाई आधी घन्टा भयो क्या अझसम्म खाइरहनु भयो यहाँ त बसेर लाएर सबै रोगो थियो के अरे तेरो नाम के फुलकुमारी कुमारी हो जाछिरे रोक हेलो एभ्रिवान वेलकम टु माई न्यू भिडियो आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै आरामै भनौँ मैले चाहिँ आजै खोक उचालेर त्यस आज रोपाइ चलिरहेछ हाम्रो लास्ट रोपाइ हो त्यही भएर जाँदैछौँ हामीहरू यता अगाडि ट्र्याक्टर लगेर हिँड्दैछन् एउटाले बिहार बोक्नको लागि डोको बोकिरहेछ एउटा अलि अगाडि गइसकेको छ है अनि म चाहिँ यहाँ खोक उचालेको छु अनि सायद यहाँ प्लास्टिक पनि छ मसँग है के भन्न चाहन्छु केटा आज माया छ है सबलाई सपोर्ट गरिदिने हाम्रो अङ्कललाई आज बिहार बोकिन्छ ए यता बिहार बोक्छस् त आज आइज त के गर्छस् त आज केटाहरूलाई यसो डाइट पनि खुवाइयो अन्डा 2-3टा कति बोक्ने भन्नुभयो होइन अन्डा खाऊ कि नै तिम्रो आफ्नै मर्जीले आयो नि कुनै कर त छैन कर त होइन कुनै जबरजस्ती छैन आफै आयो नि तिम्रो बोक्न म जबरजस्ती चाहिँ गरेको छैन है आफै आयो नि तिमीहरू डम्फु यसको नाम चाहिँ डम्फु भनेर बोलाउँछु प्यार छैन यसलाई चाहिँ यसको नाम चाहिँ राज हो यता हेर्न यसो केटी घुमाउनु उमेरमा कहाँ डोको बोकेर हिँड्दाखेरि ज्वाली बोकेर जस्तो सोझो मान्छे डिसेन्ट मान्छे कोही पाउनुहुन्न त्यही भएर कसैलाई म चाहियो भने सम्पर्क गर्नु होला यसलाई सम्पर्क गरिहाल्नु है अरू त केही नै बिहार बोक्ने जोत्नको काम चाहिँ आउँछ यसले त्यही काम गर्छ मल यहाँनिर बस तलबाट बिछाउने केही छैन बिछाउने के बिछाउने अहिले हाल्ने हो मल बोकेर यो झिक्न सक्छस् झिकेर ल के गर्छ अहिले बिहान हिजो गरेर छिनेर यता राखेछन् जिन्दगीको बाटो ओकाली र ओह्राली माया छ भने जिन्दगीमा देऊ नत्र यता ल्याऊ वटा मोबाइल जिग्या मिलाउनु ठन्डो अङ्कलहरूले खाना खानुभएको थियो त त्यहाँ गरेर डाइट तेरो लागि ल अरू पनि लैजा नि ड्युटी लैजा तैँले खाने नखाने म खान्छु चल चल ऊ त्यहाँबाट बोक्ने हो के हो सर्पो कसले मारेर फालेको सर एउटा यहाँ छ एउटा हिजो मैले फेरि यहाँ भेटाएको थिएँ यहाँ गएर छु मैले सरप्राइज देखिस् यति धेरै छ बिहार ल बोकेर अड्डाएर सच्च हाल त खाने कि हल्का छ यार बिहार म हालिदिन्छु त्यसो बिहार हालिदिनु कहाँ लगेर राख्ने
ब्यार हल्का छ थारूको पाला नामको मात्र थारू है तर रियल थारू होइन या त्यसको नाम चाहिँ निरज निरज डन झन्डै झन् हिरोको नाम जस्तो छ हैन डन टुङडुङ ट्यारा अलि बिस्तारै अड्डे अलि बिस्तारै राम्रोसँग जलासले खाल्टा अस्ति सन्डेलहरूको बिहा तारेको थियो किन नतारे बिहा त गर्छु होला त्यही पनि थारू खतराहरू बोकिदिन्थ्यो एकन बोरा हल्का हुन्छ थारू हल्लिन्छ त बाटो जा अगाडि जा उता पाहाडी हो क्या यहाँ लगेर जाने जाँदैछन् यो अगाडि यसलाई पनि लैजा मेरो काम चाहिँ एकछिन पछि हुन्छ है अहिले के काम पाउँछु मैले खोक लाउने हुन्छ कि जोत्ने हुन्छ सुरु भएपछि हुन्छ एकछिन पछि काम अहिले चाहिँ केटाहरूलाई बिहार स्याहार हालिदिइरहेको छु अब चाहिँ ट्र्याक्टरले जोत्नु सुरु भइसक्यो यतातिर अङ्कलले जोतिरहेको भए गोरु चाहिँ खोप लाउने दुईवटा खोप छ है रोप्ने सब रोपिरहनु ट्र्याक्टर ल्याएर कता आयौँ हामी रोप्नु जोत्दा जोत्दै पानी आयो एटलक भयो नि भात खाने टाइममा पानी पऱ्यो आधासम्म आइसक्यौँ आधाभन्दा बढी गाइड यतातिर सबैले खाना खाँदै हुनुहुन्छ यता आउनु चाहिँ हाम्रो भाउजू एकदम भात त नि थोरै खानुहुन्न नि अलि राम्रो भयो बेला देखाउनुपर्छ के देखायो यस्तो बेला कस्तो यो राम्रो त देखिनु भएको यस्तो राम्रो बुट्टा भएर स्याउ बोक्नु भएको छ भात खानु भयो मासु हड्डी अड्केला है भाउजू यसो त्यो ख्याल राख्नुलाई यतातिर यस्तो छ खाने भात खानु भाउजू कस्तो मासु ठिक थियो अनि रोस्टा खानु पर्यो यहाँले यस्तो हड्डी त फाल्नु भएन नि चपाइ खानुभयो अधिका खायो क्या भात ओहो खानुलाई आधी घन्टा भइगयो अझसम्म खाइरहनु भयो यहाँले अघि के भन्नुभयो अघि के भन्नुभयो ए गर्ने हजुर के छ त अनिहारो छ हाम्रो यो त देख्यो होला किन नदेखिने त्यसरी नहेर्न थारूलाई होइन कति काम गर्छ यसले यो पानी परेर बेहाल छ गाइस के गर्नु आधाभन्दा धेरै भएको थियो जोतेर रोपेर अलिकति छ बस त्यसपछि त सकिन्छ अनि फेरि भन्नु के फेरि भन्नु भोलि पनि जानु पर्यो अन्त भनिदिनु रे बाजे भिडियोमा जाँडमा परेर फटेर जाँडमा परेर स्टुडेन्ट भएर मऱ्यो क्या यस्तो गरेर गएको छ पाला मैले खै यस्तो गरेर गएको छ यो फटिङ्रा उपकार होइन कि उपचार हो गाइस उपकार रे हैन यति गरेर परेको छ के जारमा फटिङ्रा पर्यो जाँडमा फटिङ्रा परेको कता निगाले फाल्यो के बाजेको जारमा चाहिँ फटिङ्रा मिलेछ गाइस ठुलो छ के ठुलै छ हर्रीको क्या खानु अब यति ठुलो पानी आउँदैछ हाम्रो यहाँ रोपाइमा बेहाल बनाउने भयो त्यो पानीले त्यहाँ यतातिर सादा छ फेरि यस्तो मौसम यस्तो गरे होइन सबै बस्नु भएको खाना खाएर आराम गर्नु भएको छ तर के गर्ने पानीले पो बेहाल गर्यो रोप्ने त्यहाँ छौरा त्यहाँ मासु खायो त निकाल्नु पर्यो र मासु खायो होइन र अघि
अब साँझतिर खाउँला है मासुवाला यतातिर बसेर घुम्दो ओरेर कहाँ जान लाऊ तिमीहरू रोप्नु जाऊ हेर त बसेर लाएर सबै रोप्दैतिर के अरे तेरो नाम के कुमारी कुमारी हो जातिर रोप मिलपाते ओ तेरो मोबाइल चलाउने होइन छिटो रोप्न जाने छिटो रोप्न जाने यत्रो रिसी आउनु भेटाएपछि त्यो गरिदिनु लाग्यो हामी पनि जाम यार हिँडे हाम्रो काम पनि छ उतातिर पानी परिरहेछ अझै पनि बिहार यस्तरी राखेको छ यो बिहारलाई लगेर त्यहाँ राख्ने मेरो ड्रेसअप कस्तो छ गाइस हाम्रो बाउजूले त मलाई यस्तो राम्रो ड्रेसअप गर्नुभयो बाउजू त्यही भन्नुहुन्छ र कतिवटा बुहारी आउँछ अरे बाउजू यो ड्रेसअप देखेर कि मेरो घरमा क्या 12वटा भाउजूले एउटा बहिनी दिने अरे दिनुलाई एउटा बहिनी म चाहिँ ड्रेसअप लगाएर काम गर्दैछु हानेर पचल्ने अनि बिहार यो यिनीहरू यिनी छन् नि जुन यिनीहरू ठाउँ ठाउँमा राखिदिने है पानी पनि परिरहेछ कि झ्याउ लाग्ने यतातिर यसरी रोपिराख्नु भयो सबैले हारूले चाहिँ यसले चाहिँ जोतिर खोक लाउँदैछ खोक एकदम राम्रो लगाउँछ लगाउन त केटोले गर्छ यो ड्रेसअपमा कस्तो देखिएको छु त के म राम्रो छैन र भन्ने जस पानी चाहिँ लास्टै छेक्दो रहेछ है भित्र जान अलि भ्याउँदैन रहेछ तर ठुलो पानी चाहिँ खै त्यो थाहा भएन तर यत्तिकै चाहिँ हुने रहेछ फाइनली जोतेर ट्र्याक्टरले जोतेर र खोक लाएर सक्यो अनि खोक लाउने एउटा भाइ चाहिँ यस्तो भइसक्यो खोक लाइलाई होइन हालत हेर त यसको के छ त के खान्छस् त आज तँलाई पार्टी दिन चाहन्छु म मेरो तर्फबाट लास्ट भनेको यति छ अब यति छ अब रोपेर सक्न लागिसक्नु भएको उहाँबाट रोप्दै आउँदै हुनुहुन्छ हामीहरूले चाहिँ बिहार पनि यतातिर राखिसक्यो अब चाहिँ एकछिनपछि घर जान्छौँ हामीहरू चाहिँ है अलिकति छ थोरै मौसम पनि एकदम दामी राम्रो गरेको छ कि होइन त है मौसम के दामी गरेको कि हेर्न न पानी परेको छ न घाम लाग्यो अहिले अघि पनि एकछिन खाना खाने टाइममा चाहिँ पानी पऱ्यो एकछिन अलि नराम्रै भएको थियो अहिले चाहिँ मौसम जस राम्रै गरिरहेछ हालत पनि यस्तो भएको छ अहिले गएर नुहाउनु पर्छ यसले पनि नुहाउने भन्छ कपाल के बनाइस् तैँले यस्तो फुल्यास मलमा हाल्यास यस्तो भयो मेरो भएको कि नै भएको छ भने मैले बोर्नु थिएन भन्दा धेरै त यसो कपाल कस्तो भयो पुरा नुहाउनु पर्छ सारा शरीर यो कपडा सबै धोएर यो पटक चाहिँ जस 1 महिना जति खेतमा काम गर्यो अब अर्को साल अब आउने सालमा हुन्छ फेरि पनि घर भएपछि है अब चाहिँ सक्यो भए पनि घरको चाहिँ अब अरूको चाहिँ जानुपर्ने छ त्यो परिमी भन्दैन तिर्नु परिमी तिर्न जानुपर्ने छ तेरो कोही जाने छ कि नै बाउरे तिर्नु मा रोपाइसकेर हाम्रो रोपानीहरू सबै आइसक्नु भयो घरतिर र उहाँहरूको लागि चाहिँ चाउचाउ रेडी छ धेरै ठुलो उपहार दिन नसके पनि लास्टको बिदाईको दिन चाहिँ 15को 1 घन्टा चाउचाउ दिँदैछु है लामाम ट्याक्क धेरै ठुलो उपहार त छैन बस
लेग पिस खाइन्छ कि नै लेग पिस ल लेग पिस नम्बर 2 आउनुस् ल लेग पिस हो लेग पिस तिमी त नलगिनु हुन्थ्यो होला ल तेरो भाइको लगिदिन्छ ल दिदी थारू नुटु जान्छ हामी भाउजूलाई दिनु पर्दैन नि लेग पिस ल न अन्त अङ्कल पनि लग्यो ल न कसलाई चिन्ता भन्नुहुन्छ कि कति दिएर मैले दिइनँ नि कति एउटा दिएछु नि ल न